वेलकम टु माई ब्लग। आज हामी चटपट बनाउन गइरहेको छु। चटपट पानी गर्दैछु घरमा। यसको लागि हामीले चना छ, यो आलु, यो लिम्बू, मसिन गरेर काटेको यो काँक्रो, प्याज, खुर्सानी, अनि यसको लागि यो बहिनीले काट्दै हुनुहुन्छ धनिया। यो चाउचाउहरू रेडी भइसकेको छ। एकछिनपछि 5 मिनटपछि फेरि देखाउने छु है। रेडी हुन गइरहेको यति मिठो बनेको छ हाम्रो चटपटे। चटपटे हेर्नुहोस् है, एक बाटा बनिसकेको